Come on, push, 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 push. Hello, good morning, people. So it's 5:30 a.m. म आइसकेको छु हाम्रो आजको Saturday weekend साइकल राइडमा. सो आजको हाम्रो प्लान चाहिँ हाटखोलीसम्मको छ. बिदाको दिन छ होइन, सबैसँग अलिकति टाइम छ. सो आज हामी हाटखोलीसम्म जाने भनेको. सो म त घरबाट अलरेडी निस्किसकेँ. यहाँ रोडमा एकजना साथीलाई पर्खिँदैछु. अनि एकजना साथी चाहिँ हाम्रो लालपुर चोकमा वेट गर्दैछन्. सो हामी तिनजना छौँ आजको राइडमा. सो हाम्रो साथी आइसकेपछि यहाँबाट लालपुर जान्छौँ, लालपुरबाट हामीहरू जान्छौँ हाटखोलीतिर. सो आजको मौसम चाहिँ एकदमै राम्रो छ. फर्चुनेटली हिजो राति चाहिँ पानी परेको थियो. त्यहाँ पुरै वेदर चाहिँ क्लाइमेट चाहिँ चिसो छ. साइकल राइड गर्नुमा चाहिँ आज चाहिँ इट्स गोइङ टु बी फन. मैले आफ्नो लागि हाइड्रेसनको लागि पानी पनि भरिसकेँ. ल म एकछिन अब साथीको लागि पर्खिन्छु. उहाँहरूसँग मेबी आई विल लिसन टु सम सङ्ग्स एन्ड देन वी विल हेड टुवर्ड्स हाटखोली. फाइनली यो मान्छे नि पुग्यो है. आधा घन्टाको वेट पछि पुग्यो यहाँ मान्छे. कस्तो हाल्छ होला यो. ल लेट्स रोल. ल फाइनली पुष्कर नि पुग्यो है. आधा घन्टा 5 मिनटमा आउँछु भन्ने मान्छे यार आधा घन्टा लगायो बेहुली तयार हुन. के छ ब्रो? हो खोइ चस्मा खोइ त आज. यो ल आज हाम्रो पुष्कर ब्रो अनि एकजना चाहिँ हाम्रो अर्को मित्र हुनुहुन्छ. उहाँ चाहिँ लालपुरमा वेट गर्दै. सो उहाँलाई लालपुरमा भेटेर त्यसपछि हामी तिनजना. अन्त यहाँ तिनजना त जान्न भन्छन्. के छ एउटा 14 राइडर खोज्नु पऱ्यो यार होइन. मान्नु भन्दा पनि सुनिएको छ नि त कुराहरू त सुनिन्छ नि त. अनि शनिबार ननिस्किनु पर्ने होइन. आज क्लाइमेट चाहिँ मजाको छ यार. हिजो पानी परेर त सनराइज क्या मिठो देखिरहेछ. ल हाम्रो थर्ड मस्किटियर रमेश इ आल्सी हो त यार. चस्मा चाहिँ दामी छ त यार एकदम विन्ड प्रुफ. अरे अति मिठो यार. बर्खा मौसम भने बर्खै हो क्या. हेर्नुमा चाहिँ राम्रो देखिने त हुन त अब कसैलाई गाह्रो पनि हो. ग्राउन्ड हो क्या ए कोरोना के अरे ऊ पोल्के राइड साउन्ड 30 गते. अब ग्रुप बढाउनु पर्यो त. यो एउटा उडै छ यो केशव भाइ भट्ट अनि एउटा चाहिँ त्यो गरिको रहेछ भन्दै थियो. हिजो केशव चाहिँ त्यो गरिवालाई नम्बर लगाएर जाँच्न भन्दै थियो. चिनेको यहाँ अत्तरियामा त उसको धेरै छन् होला. हामी त रेगुलर गइराख्ने तिनीहरू जाने दिदीहरू. ल बन्देगाडाको उकालो सुरु भयो. अब माथिसम्म साइकलमै क्रस गर्न सकिन्छ कि नाही ट्राई. फर्स्ट ट्राई attempt number 1. Yay, come on, let's go. Push. Oof. There
म चाहिँ मोबाइलबाट चाहिँ खासै उकालो देखिरहेको छैन र म चाहिँ यो उकालो भएर अगाडिसम्म पुगिसकेँ। अब हाम्रो पुष्कर र रमेशको पालो। ल म अब तिनीहरूलाई तल जान्छु, तिनीहरूको मोमेन्ट क्याप्चर गर्नु पर्यो। लेट्स सी हाउ इजी इट इज or how difficult it becomes. ल पुष्कर ब्रो आऊ, आउँदा हुन्छ। ल ल गियर चेन्ज गर्ने, गियर चेन्ज गर्ने, गियर चेन्ज गर्ने। गुड 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 गुड। पुष्कर अझै गियर चेन्ज गर, उकालो हुन्छ, गाह्रो हुन्छ। ल कमान, पुष्करले चाहिँ आरामले गयो है। गुड वान गुड वान। कमान पुश 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 पुश, किप मुभिङ। ल हाम्रो रमेश ब्रदरको चाहिँ उकालोमा गियर चेन्ज गर्दाखेरि चेन फुस्केछ। अहिले जस्तो त्यो ट्रान्जेक्सनमा हल्लियो होला ढुङ्गामा, अनि चेन चाहिँ साइड खस्क्यो। भयो। ल फाइनली आधा एक घन्टाको राइडपछि हामी पुग्यौँ हाटकोली। कस्तो लाग्यो यार ब्रो यहाँसम्मको राइड? एकदम चाहिँ नेचुरल फिल भइरहेको छ है खोलीमा हामीहरू है, रमाइलो। तर पाहाडतिर चाहिँ पानी दह्रो परे जस्तो छ। ऊ यता नदी देखाउँछ हजुरलाई है त। लगाऊ लगाऊ। तर यो चाहिँ अलि के अरे बर्खा नभएको बेला चाहिँ यहाँ चाहिँ रमाइलो हुन्छ। यो ठाउँमा चाहिँ हामीहरू कहिलेकाहीँ आएर पौडी पनि खेल्छौँ होइन। उता पनि खेल्छ पौडी चाहिँ, तर त्यहाँ चाहिँ हरेक साल कोही न कोही मान्छे पौडी खेल्ने बेला चाहिँ बिति नै रहेको हुन्छ। यो साल पनि अस्ति तर भर्खर 1-2 हप्ताको कुरा हो। 1-2 हप्ता अगाडि एकजना भाइले पनि यहाँ ज्यान गुमाएको रहेछ। यहाँ चाहिँ अलिकति खै के हो, पानी पनि अब त्यहाँ देखिरहेको छ कि छैन खै। त्यहाँ चाहिँ पानी चाहिँ स्टिल छ क्या। अब खै त्यहाँ तान्छ भन्छन् होइन, अब के हुन्छ कसो हो खै थाहा भएन। तर त्यहाँनिर चाहिँ अहिलेसम्म रेकर्ड नै हो, हरेक साल एउटा न एउटाले चाहिँ ज्यान गुमाएकै। अरू चाहिँ रमाइलो भइरहेछ। अब हामीले नास्ता अर्डर गरेका छौँ। आज के खाने भनेको त, ल अन्डा खाउँ भनेको त। उहाँले चाहिँ 8वटा अन्डा आफ्नो लागि, पुष्करले 4वटा, मैले चाहिँ आफ्नो लागि 4वटा। यहाँसम्मको राइड कस्तो लाग्यो यार रमेशजी? रमाइलो भयो? रमाइलो। ल हरेक हप्ता गर्नुपर्छ है एउटा राइड।